नमस्कार। के तपाईलाई लाग्छ नेपालको राजनीति सधैँ यस्तै रहन्छ? के तपाईलाई लाग्छ एउटै अनुहारले सधैँ राज गरिरहन्छ? अब समय बदलिँदैछ। काठमाडौँको सडकबाट सुरु भएको बालेन लहर अब झापाको चिया बगानसम्म पुग्दैछ। चर्चा चुलिएको छ के बालेन शाहले अब केपी ओलीको गढ मानिने झापामा चुनावी शङ्ख घोष गर्दैछन्। यदि झापामा बालेन भर्सेस ओली भयो भने नेपालको राजनीतिमा कस्तो महाभूकम्प आउला? आजको यस विशेष भिडियोमा हामी यही विषयमा चिरफार गर्नेछौँ। हिजोको दिनमा हामीले देख्यौं बालेन र ओली बीचको सम्बन्ध कहिले सुमधुर रहे। गिरीबिन्दु टी स्टेटका जग्गा प्रकरण होस् वा सुकुम्बासी बस्ती हटाउने कुरा, बालेनले सिधै सिंहदरबारलाई चुनौती दिए। ओलीले बालेनलाई केटाकेटी भनेर जिस्काए। बालेनले ओलीलाई नीतिगत भ्रष्टाचारको नायक भन्न समेत पछि परेन। तर अब कुरा फेसबुकको स्टाटसमा मात्रै सीमित छ। 2083 को चुनाव नजिकिँदै गर्दा बालेन शाहले राष्ट्रिय स्वतन्त्र पार्टी यानि कि आरएसपी सँग मिलेर प्रधानमन्त्रीको उम्मेद्वार बन्ने घोषणा गरिसकेका छन्। र सबैभन्दा रोचक कुरा त उनले ओलीलाई उनकै इलाकामा चुनौती दिने सम्भावना बलियो बनेको छ। झापा जहाँबाट केपी ओलीले दशकौंदेखि राज गर्दै आएका छन्, तर पछिल्लो समयमा झापाका युवाहरूमा पनि परिवर्तनको भोग जागेको छ। बालेनले किन झापा रोक्न सक्छन् त? आउनुहोस् कुरा गरौँ 3 कारण। एउटा कारण सिधै प्रहार, गुरुलाई हराएर मात्रै नयाँ युगको सुरुवात हुन्छ भन्ने मान्यता बालेनमा देखिन्छ। दोस्रो कारण युवा शक्ति झापामा ठूलो संख्यामा नयाँ मतदाता र जेन्जी पुस्ता छ जो पुरानो पार्टीको झण्डा बोकेर थाकिसकेका छन्। तेस्रो कारण राष्ट्रिय सन्देश। यदि बालेनले झापामा ओलीलाई कडा टक्कर दिए भने त्यसले देशभरि पुरानो शक्ति ढल्दैछ भन्ने सन्देश दिनेछ। अब सोच्नुहोस् त, चुनाव भयो भने के हुन्छ? केपी ओलीसँग संगठन छ, पैसा छ र दशकौंको अनुभव छ। तर बालेनसँग के छ? बालेनसँग क्रेज छ, प्रविधि छ र काम गरेर देखाएको रिपोर्ट कार्ड छ। झापामा बालेन चुनाव लड्नु भनेको केवल एउटा सिटको लडाई मात्र होइन, यो विरासत र परिवर्तन बीचको वारपारको लडाई हुनेछ। कतिपयले यसलाई राजनीति आत्महत्या भन्लान्, तर बालेनको समर्थकहरू भन्छन् सिंह छिर्नलाई स्यालको अनुमति चाहिन्छ। देशभरि एउटै प्रश्न छ, के अबको प्रधानमन्त्री बालेन शाह नै हुन् त? के पुरानो पार्टीको किल्लाहरू बालुवाको घर जस्तै भत्किने छन्? राजनीतिमा असम्भव भन्ने केही छैन। तर एउटा कुरा पक्का छ, अबको चुनाव यासम्यानहरूको भोटले मात्र पुग्दैन, चेतनाको भोटले फैसला गर्नेछ। तपाईलाई के लाग्छ? के बालेनले झापामा ओलीलाई हराउन सक्लान् वा ओलीको गढ भत्काउन असम्भव छ? आफ्नो विचार तल कमेन्ट बक्समा पक्कै लेख्नुहोला। सत्य र तथ्यको लागि हामीसँग जोड्नुहोस्। धन्यवाद।